हेलो, हामी चाहिँ आज केराबारी ठुलो ढुङ्गा भन्ने ठाउँमा पुगिरहेछौँ। हामी यहाँ जम्मा 4 जना छौँ। यता हाम्रो सरहरू हुनुहुन्छ। आज चाहिँ हाम्रो फर्स्ट टाइम यो गर्मीको समयमा, गर्मी मौसममा हामी चाहिँ यहाँ पौडी खेल्नको लागि केराबारीको भन्ने ठाउँमा हामी आइपुगिरहेछौँ धरानबाट। अब हामी एकदम व्यापक पौडी खेल्नेछौँ यहाँ, होइन? हामी धेरैजना छौँ यहाँ। हाम्रो उत्सम सर यता जाँदै हुनुहुन्छ। हाम्रो सरहरू। खोला चाहिँ यता छ है हाम्रो। अब दहहरू चाहिँ छैन। अब हामी बनाउँछौँ, बनाएर खेल्छौँ। सबैजना यहाँ चाहिँ आउनुपर्छ, भेटघाट गर्नुपर्छ है। हाम्रो भेटघाट सङ्गम चौतारी अब यहीँ खोलामा हुनेछ। सबैजना आउनु पऱ्यो है, सबैजना आउनु पऱ्यो। ल, 1 वर्षपछि हामी यहाँ पौडी खेल्न आज फर्स्ट टाइम आइपुग्दैछौँ। जे होस्, यहाँ धेरै शीतल छ, रमाइलो छ। आज शनिबारको दिन। ल ल एकछिन। यो चाहिँ केराबारी ठुलो ढुङ्गा है त। खोलामा हामी प्रवेश गरिसकेका छौँ। खोला यस्तो छ यहाँ। अब यो भाउडीहरू चाहिँ ठुलो दहहरू छैन। अब आफूले बनाएर खेल्नुपर्ने हुन्छ है। धेरै रमाइलो ठाउँ छ यहाँ। मान्छे धेरै ठाउँबाट आउँछन् है। खोला यस्तो छ। अब हामी 3-4 घन्टासम्म यहाँ पौडी खेलेर फेरि धरानतिर फर्किनेछौँ। हामी 1 वर्षपछि आज फेरि फर्स्ट टाइम हाम्रो सुरुवात हो। अब हामी कन्टिन्यू आउनेछौँ यहाँ। हाम्रो सेक्वा अनि धेरै परिकारहरू लिएर आउने हाम्रो प्लानिङहरू पनि छ। अब त्यो चाहिँ नेक्स्ट टाइम हुनेछ। आज चाहिँ हामी त्यत्तिकै आइरहेछौँ। यहाँ सबैजना मान्छे आइरहेछ, धेरै छ। धेरै रमाइलो ठाउँ छ है त। यो चाहिँ यहाँ ठ्याक्कै कुन ठाउँ भन्नुहुन्छ भने केराबारीदेखि त्यही माथि, त्यही पुलदेखि माथिको, त्यही खोलाको माथि ठुलो ढुङ्गा भन्ने ठाउँमा जस पर्छ। यहाँहरू पनि आउनु होला गर्मी याममा, गर्मी मौसममा यहाँ पौडी खेलेर शीतलको मजा लिनु होला है त सबैजना। हामी यसरी जाँदैछौँ। अब कहाँ भेटिन्छ ठुलो तल, त्यहाँ पुगेर हामी रोकिनेछौँ। मजा गर्नेछौँ है त। ल, इन्जोय गर्नुपर्छ, सबैजना आउनु होला। यसरी चाहिँ हामी जाँदैछौँ। हामी अझै पनि हाम्रो गन्तव्य पुगेका छैनौँ। अब हामी सबैभन्दा ठुलो लामो दह चाहिँ कहाँ भेटिन्छ भन्ने पढिरहेका छौँ। मान्छे त कति हो कति यहाँ आज है, यहाँ देख्नु सक्नुहुन्छ। आज शनिबार पनि पऱ्यो विशेष। र यहाँ प्रत्येक दिन यसरी नै मान्छे आउने गर्दछन्। यहाँ धेरै शीतल ठाउँ छ। यो चाहिँ हाम्रो केराबारीदेखि माथिको ठुलो ढुङ्गा हो, होइन? यसरी हामी हाम्रो साथीहरू पछि जुत्ता लाएर आएछ पौडी खेल्न आउनेहरू। जुत्ता बोकेर हिँड्नु परिरहेको छ। मैले चाहिँ आज ठ्याक्कै चप्पल लाएर आएछ। हेलो, हामी चाहिँ धेरै माथि टपमा पुग्ने सबैभन्दा ठुलो यस्तो भएर चाहिँ हामी अगाडि जाँदैछौँ। यस्तो छ ठाउँ, धेरै रमाइलो ठाउँ छ। हाम्रो आज 1 वर्षपछिको यो खोलामा यानि कि ठुलो ढुङ्गामा हामी आज आइरहेका छौँ। र सबै चेलीहरू पनि यसरी पौडी खेल्न आइरहेको छन्। यहाँ केटाकेटीहरू धेरैजना आउँदै हुनुहुन्छ। उहाँहरू पनि तल फर्किँदै हुनुहुन्छ। हामी चाहिँ अब अझै माथि जानेछौँ। हेलो सरहरू, के छ हो? अनि पौडी खेल्न आउँदाखेरि जुत्ता बोकेर आउने हो, जुत्ता लाएर आउने हो? भएन नि त, दुःख पाइयो नि, होइन सर? यो बाटोमा नछेको मलि माथि जानुपर्छ है। 1 मिनट हाम्रो भाउडी बनाउने हो। म चाहिँ यस्तो अवस्थामा छु। जस मलाई धेरै सजिलो भइरहेछ आज। धेरै रमाइलो छ। वन जङ्गल पाखा भित्र पनि यहाँ हाम्रो तल यत्तिकै मान्छे आउँदै हुनुहुन्छ। उल्टै संसारकै यहाँको। हेलो, हामीले जस्तै खोजेको जस्तै अब यहाँ हामी पौडी खेल्नेछौँ। यी साथीहरू सुरु गरिसकेका छन्। म पनि अब घडाक्क लुगासुगा खोलेर छिरिहाल्ने हो। यहाँ एकदम ठुलो भने जस्तै पौडी भेटाएको छु। हेलो सरहरू, ठिक छ नि? मोबाइल खेल्ने। ल अब चाहिँ मेरो आजदेखि युट्युब च्यानल पनि सञ्चालन हुनेछ। एकदम राम्रो छ। ल है त, सबैजना आउनु होला, रमाइलो छ यहाँ। अब म यहाँ ड्रेस चेन्ज गर्नेछु। भेटियो फाइनली भेटियो।
हेलो हेलो, हामी चाहिँ यहाँ अब पौडी खेल्न सुरुवात भइसकेको छ हाम्रो। यहाँ मान्छे अझै माथि हामीभन्दा पनि माथि जाँदै हुनुहुन्छ। यसरी हामी आज चाहिँ यो हाम्रो विशेष रमाइलो पनि अनि मौसम आजको मौसम एकदम गर्मी भएको हुँदा शनिबारको दिन पनि रहेको हामी यसरी आज केराबारीको ठुलो ढुङ्गा भन्ने ठाउँमा आइसकेका छौँ। हेर्नु होला हामी निकै तलबाट यो गाउँ चाहिँ खोज्दै आएको। अहिले फाइनली हामी पाइसकेका छौँ। अब हामी पौडी खेल्नेछौँ। पौडी फाइनली म पनि रेडी भइसकेँ होइन। अब म पनि ट्याक्कसँगले एकैचोटि कतिखेर गाउँमा छिरी हालौँ जस्तो भइरहेछ। अब म पनि फाइनली रेडी भइसकेको छु। अब म पनि छिर्छु है। हाम्रो साथीहरू यसरी खेल्दैछन्। कपाल रमाइलो छ। शीतल त तपाईँको कुरै नभन्नुहोस्। यहाँ आएपछिको आनन्द होइन महसुस जस पल्टै हुन्छ। यहाँ पनि आउनु होला, एकदम रमाइलो छ होइन। हाम्रो टिम चाहिँ आज धरानबाट हामी यहाँ आइपुगेका छौँ। अब हामी एकदम स्विमिङको लागि तयार भइसकेका छौँ। एभ्री वान सबैजना आउनु होला। एन्ड देन अब सबैजना हामी रमाइलो गर्नुपर्छ। दह बनाउने क्रममा यत्रो ठुलो लगभग 500 केजीको ढुङ्गा साथीहरूले उचाल्दै हुनुहुन्छ। यसरी निकालिँदैछ। साथीहरू यसरी लडे कम्ती अनि 500 केजी छ नि। हेर यो 500 केजीको ढुङ्गा हामी यसरी पल्टाएर हाम्रो पौडी स्विमिङ गर्ने ठाउँलाई चाहिँ हामी व्यवस्थित बनाउँदैछौँ। अब यो हाम्रो स्विमिङ गर्ने यो भाउडी चाहिँ हाम्रो पर्मेन्ट हुनेछ। बबाल छ यो ढुङ्गा लगभग 500 केजीको हामी यसरी निकालेर हाम्रो जुन ठाउँलाई चाहिँ स्पेसलाई चाहिँ खाली बनाउँदैछौँ। राम्रो बनाउँदैछौँ। मजबुत बन्दैछ। आउनु होला यहाँ पनि यही हामी स्विमिङ गरेको भाउडीमा आउनु होला है त। धेरै राम्रो छ। एन्ड देन अब हामी स्विमिङ चाहिँ एकदम निरन्तर गर्नेछौँ। धेरै रमाइलो छ। शीतल भन्ने कुरा त तपाईँहरू कुरै नगर्नुहोस्। यहाँको विशेषता शीतल पाउने हो है। यहाँ पनि आउनु होला। यो चाहिँ लोकेसन कहाँ हो भनेर यहाँमा अझै पनि दोधार छ भने यो चाहिँ केराबारी ठुलो ढुङ्गा भन्ने ठाउँमा हो। हामी जम्मा 4 जना धरानबाट आज हामी यो वर्षको चाहिँ पहिलोचोटि हामी यसरी स्विमिङ गर्न आइरहेका छौँ। एन्ड देन धेरै रमाइलो छ। यहाँहरू पनि आउनु होला है त। ल हामी निरन्तर भिडियोहरू यहाँहरूमा आज पुर्याउने छौँ। सपोर्ट गर्नु होला। हस्।